अब एउटा अवतार बाँचेको छ, त्यो अवतार पनि म कृष्णका रूपमा लिँदैछु भनेर हजुरहरूलाई बताउनका लागि मैले यो स्वरूप धारण गरेको हुँ। अब हजुरहरूलाई ज्ञान भइसकेको छ। हे पिताजी, अब म 11 वर्षसम्म ब्रजमा बसेर लीला गर्न चाहन्छु। त्यही भएर तपाईँले तत्कालै म बालक हुनासाथ यहाँबाट ब्रजतर्फ लिएर जानु र माता यशोदाका समीपमा आज एउटी कन्याको उत्पत्ति भएको छ। ती कन्यालाई आफ्नो साथमा लिएर आउनु। सच्चिदानन्द भगवानको यस प्रकारले बताउँदै भन्नुभयो, देवकी यशोदाका घरबाट एउटी कन्याको उत्पत्ति भएको छ। ती कन्यालाई चाहिँ आफ्नो साथमा लिएर आउने र मलाई चाहिँ के गर्ने भन्दा यशोदाका समीपमा छोडिदिने। ब्रजमा नै बसेर म 11 वर्षसम्म लीला गर्नेछु। तत्पश्चात आएर म मथुराका लीलाहरू प्रारम्भ गर्नेछु भन्दै आज भगवानले बताउनु भयो। सुखदेवजी भन्नुहुन्छ, राजन, यस प्रकारले बताएर भगवान एउटा कलाकारले जस्तो प्रकारले देख्दा देख्दै एउटा स्वरूपमा हुन्छ अनि देख्दा देख्दै अर्को स्वरूप धारण गर्दछ, त्यस्तै प्रकारले भगवानले पनि चतुर्भुज रूप धारण गर्नुभएको अहिले प्राकृतिक एउटा साधारण बालकको जस्तो भगवानले स्वरूप धारण गर्नुभएको छ। भगवानले बताए अनुसार वसुदेवजीले अब त्यो बालकलाई उठाएर ब्रजतर्फ जान लाग्नु भएको। त्यही समयमा हतकडी बेणी सबै खुल्दै गए। जति पनि ती द्वारपालहरू थिए, ती सैनिकहरू थिए, ती सबै योग्य निद्रामा शयन गर्न लागे। ती ठुल्ठुला द्वारहरू पनि आज आपसे आप खोल्न लागेका छन्। आज वसुदेवजी महाराजले श्री कृष्णचन्द्रलाई एउटा ढाकीमा राख्नु भएको छ। त्यहाँबाट ब्रजमण्डलतर्फ लिएर जान लाग्नुभयो। बाटामा जाँदाखेरि अब भदौ महिनाको समय यमुनाजी बढ्नु भएको रहेछ। तर भगवान आउँदै हुनुहुन्छ भन्ने कुरा जानिसकेपछि भगवानको चरणको स्पर्श प्राप्त गर्न साथ मार्गम ददौ सिन्दुर्य श्रियपदे, भगवान रामचन्द्रलाई जस्तो प्रकारले श्रीलङ्का जाँदाखेरि त्यो विशाल समुद्रले पनि बाटो दिएको थियो, त्यसरी नै यमुनाजीले पनि आज वसुदेवजीलाई ब्रजमा आउनका लागि यमुनाजीले बाटो दिइबक्सनु भएको छ। ब्रजमा आउनु भएको यशोदा माता पनि चिर निद्रामा शयन गर्नुभएको। मलाई थाहा छ मेरो घरबाट सन्तान उत्पत्ति भयो भन्ने कुरा, तर छोरा भयो कि छोरी भयो भन्ने थाहा छैन। त्यति धेरै निद्रामा लीन हुनुभएको छ। थाहा छ सन्तान चाहिँ भयो है भन्ने कुरा, तर थाहा छैन छोरा भयो कि छोरी भयो, के भयो थाहा छैन। तब वसुदेवजीले आफ्नो पुत्रलाई भित्र लिएर आउनु भएको छ। सबै त्यहाँ पनि शयन गरिरहेका छन्। आफ्नो पुत्रलाई यशोदाका समीपमा छोडिदिनु भयो र यशोदाकी जुन पुत्री योगमाया थिइन्, ती योगमायालाई आफ्नो टोकरीमा राखेर मथुरा लिएर आउनु भएको छ। मथुरा लिएर आउन साथ पूर्ववत सबै हुन लाग्यो सज्जन। आपसे आप हतकडी बेडीहरू लाग्न लागे। तब ती कन्याले ठुलो स्वरमा रुन लागिन रे। एउटा बालक जन्मिँदा जसरी हुन्छ त्यसरी नै यिनले पनि आज रुन लागेकी छिन्। तब त सबै शयन गरेका ती सैनिकहरू पनि उठ्न लागेका छन्। महाराज कंसको काल जन्मियो भनेर यिनीहरू दौडिँदै दौडिँदै कंसका समीपमा गएर महाराज देवकीको 8वाँ पुत्र जन्मिएको छ भनेर बताउन लागे। कंस त यही प्रतीक्षा गरेर बसेको थियो कतिखेर जन्मिन्छ र मार्नु भनेर। कंसले हतार हतार अस्तव्यस्त भएको आफ्नो वस्त्र कपडाहरूलाई पनि ध्यान नदिकन कालो यम, यो मेरो काल हो, यसलाई म मार्छु भन्दै दौडिँदै आज कहाँ पुग्यो भन्दा देवकी बसेको स्थानमा पुगेको छ। देवकी माताले भन्नुभयो, हे दाजु, देवताहरूले पनि आज तपाईँको यो अत्याचारलाई देखेर पुत्र होइन पुत्री रत्न मलाई प्रदान गर्नुभएको छ। त्यही भएर यसलाई त तपाईँ नमार्नु, तपाईँकी भान्जी हो भन्दै बताउनुहुन्छ। तर कंसले विचार गरो, भान्जी पुत्री कसरी भयो त भान्जी नहुनु पर्ने, तै पनि जे भए पनि 8वाँ सन्तान त हो, त्यही भएर यसलाई पनि मार्छु भनेर जबरजस्ती देवकीको हातबाट कन्यालाई यसले छिन्न लाग्यो। फनाना घुमाएर समीपमा एउटा ढुङ्गो रहेछ, ढुङ्गामा पछार लागेको तल फ्याँकेकी ती कन्या त एकाएक अन्तरिक्षमा पुग्न लागिन्। अष्टभुजाले युक्त भएकी देवीका रूपमा प्रकट भइन् र भन्न लागिन्, किम्मया हतया बन्द जातक खलु तवान्तकृत, तपाईँ मार्नेवाला जुन तेरो काल हो नि त्यसको त जन्म भइसकेको छ, अब मलाई मारेर के गर्छस् कंस भन्दै ती अष्टभुजाधारी दुर्गा देवी त्यही अन्तर्धान भएर गइबक्सनु भएको छ। यता कंसले देवकी र वसुदेवलाई तत्कालै जेलबाट मुक्त गराइदियो। चरणमा परेर प्रार्थना गर्न लाग्यो, हे देवकी, हे वसुदेव, देवताहरू पनि झुटो बोल्दछन् भन्ने कुरा मलाई थाहा थिएन। ती देवताहरूले नै त बताएका 8वाँ पुत्रले मार्छ भनेर, तर 8वाँ पुत्र भएन, पुत्रीको भइन्।
यी देवीले बताइन् तिमीहरूको सन्तानले मलाई मार्ने रहेनछ, अरू नै कतै जन्म लिइसक्यो अरे, त्यही भएर मलाई माफ गरिदिनु भन्दै चरणमा पर्न लाग्यो, आफ्नो बहिनी ज्वाइँका चरणमा पर्न लाग्यो। कंस यस प्रकारले चरणमा परिसकेपछि दुवैजनाले क्षमा गरिदिनु भयो, जेलबाट मुक्त गराइदिएको छ यसले। तत्पश्चात रात्रिकै समयमा यसले आपतकालीन मिटिङ बोलायो अरे, आफ्ना जति पनि मन्त्रीहरूले सबैलाई बोलायो। अब के गर्ने होला त, मेरो काल त जन्मिसकेको छ कहीँ। तब त मन्त्रीहरूले भने सबै बालकहरूलाई मार्न प्रारम्भ गरौँ न, एउटा न एउटा कुनै होला, मर्छ आफै, भर्खर जन्मिएको छ, बालकै अवस्थामा छ, त्यो मार्नु पर्दछ भन्ने विचार गरेर सज्जन अब सबै जुटेर बालकहरूलाई मार्नका लागि प्रारम्भ गरे। यतापट्टि प्रातःकाल भयो, कहाँ? ब्रजमा प्रातःकाल भएको छ। यशोदाको शयन कक्षमा एउटा सुन्दर नीलमणि समान बालक धपधप तेजले बलेको छ। त्यस्तो बालक आज देवकीको शयन स्थानमा शयन गरिरहेको छ, रहिरहेको छ। नन्द बाबाकी बहिनीको नाम थियो अरे नन्दा। यिनले देखिछन्, देख्ने बित्तिकै त दौडिँदै दाजुका समीपमा गइन्, भन्न लागिन् दाजु भयो भन्न लागिछन्। के भयो भन्दाखेरि नन्दको नन्द भयो, हजुरको सन्तान उत्पत्ति भयो भनेर यस प्रकारले बताउनु भएछ। बताइसकेपछि नन्द बाबा दौडिँदै गएर हेर्नु भएको त अत्यन्तै परम सुन्दर बालक आज यशोदाका समीपमा शयन गरिरहेको छ। यशोदा माताले आफ्नो साथमा राख्नु भएको छ। नन्द बाबा अत्यन्तै प्रसन्न हुन लाग्नुभयो। नन्दस्त्वात्मज उत्पन्ने जाताल लादो महामनाः। तब त सबै त्यहाँनिर उत्सव हुन लाग्यो अरे, आनन्द हुन लाग्यो, सबै नाच्न लागे, गाउन लागे, झुम्न लागेका छन्। एक कान दुई कान मैदान गर्दा गर्दै सबै ब्रजवासीहरू त्यस स्थानमा आए र आनन्दित भएर आज नन्दोत्सव प्रारम्भ गर्न लागे। र हामी पनि आज यस स्थानमा भगवानको जन्मोत्सवलाई, नन्दोत्सवलाई मनाउनेछौँ। सबैजना झुम्नुहुनेछ, नाच्नुहुनेछ, आनन्दित हुनेछ, भगवानको दर्शन गर्नुहुनेछ र सबैजना एकत्रित हुनुहुनेछ है। जो जहाँ हुनुहुन्छ सबैजना नन्दोत्सवको समयमा आफ्नो कामलाई छोडेर भए पनि यस स्थानमा आएर भगवानको दर्शन गर्नुहुनेछ। श्री कृष्णचन्द्र भगवानको जय, आनन्दकन्द भगवानको जय, सच्चिदानन्द भगवानको जय, बालगोपाल भगवानको जय, जय श्री राधे श्याम। बोले नन्द के लाला की। ल सबैजना उठो है, भगवानको प्राकट्य उत्सव हामी मनाउन गइरहेका छौँ। बसेर हुँदैन, सबैजना उठ्ने र अर्को आग्रह मेरो